जिल्लाका बाणगङ्गा नगरपालिकाका सामुदायिक तथा निजी विद्यालय र अस्पतालमा सञ्चालन हुँदै आएका चमेना गृहहरूको अनुगमन गरिएको छ। विद्यालय तथा अस्पतालमा सञ्चालन हुँदै आएको चमेना गृहहरूको अवस्था बुझ्ने उक्त अनुगमन गरिएको हो। सो अवसरमा बोल्दै कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पद्मलाल लामिछानेले चमेना गृहहरूको दर्ता, संरचना, सरसफाई तथा खाद्य सामग्रीको अवस्था परीक्षण गर्दा धेरैले कानुनी प्रक्रिया पूरा नगरेको पाइएको बताउनुभयो। उहाँले भन्नुभयो, दर्ता नगरेर सञ्चालनमा रहेका चमेना गृहलाई अविलम्ब दर्ता गराउन निर्देशन दिइएको छ। अनुगमनको क्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले एक साताभित्र सबै चमेना गृह दर्ता अनिवार्य गर्ने र प्रत्येकले मूल्य सूची स्पष्ट रूपमा टास्नुपर्ने व्यवस्था लागू गरिने बताउनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख राजेन्द्र सिंह लोधका अनुसार अनुगमनका क्रममा प्रयोगका लागि अयोग्य ठहरिएका आखाद्य तेलहरू तत्काल नष्ट गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, खाद्य स्वास्थ्य संवेदनशील विषय भएकाले अनुगमनलाई नियमित बनाइएको छ। बाणगङ्गा नगरपालिकाको ओदारी, सिद्धिपुर, गजेहडा, पिपरा लगायतको क्षेत्रमा सञ्चालित करिब 1 दर्जन विद्यालय तथा अस्पतालहरूको चमेना गृहमा अनुगमन गरिएको छ। अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालयका नासु, बाबुराम पोखरेल लगायतको सहभागिता रहेको थियो। बाणगङ्गा नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयहरू र अस्पतालहरूमा सञ्चालन भएका क्यान्टिनहरूको अवस्था कस्तो छ भनेर अनुगमन गर्ने सिलसिलामा हामी आएका छौँ। आज अनुगमनको सिलसिलामा आउँदाखेरि विभिन्न क्यान्टिनहरूमा सरसफाई अनि दर्ता भएको नभएको त्यसै गरेर अन्य सेवा सुविधा कस्तो छ भनेर त्यसको अनुगमन गऱ्यौँ। अब उहाँहरूलाई हामीले सुझाव